पिसी पिसी हजुर। तपाईँलाई मैले कहाँ खोजेर आइसकेँ नि। किन? अनि अस्ति तपाईँले 100 रुपियाँ ल्याउनु भएको थियो नि मेरो, अनि कस्तो बस पनि भन्नुहुन्न हौ। तपाईँ यस्तो हतार भएको त पैसा लिन चाहिँ अनि दिनु पर्दैन त मेरो पैसा। अनि 100 रुपियाँ लानुभएको, 2 दिन भयो, 2 दिनमा फर्काइदिन्छु भनेर भन्नुभएको होइन तपाईँले। अनि 2 दिनमा दिए पो अनि विश्वास लाग्छ त, अरूपल्ट पनि दिनु मन लाग्छ त तपाईँलाई पैसा। अनि छिटो भए पो दिनु पैसा म भए पो दिनु। अनि कसरी विश्वास चाहिँ तपाईँलाई अरूले पैसा दिन्छ भन्नु त हो कि होइन साथीहरू? भन्नुहोस् त। जसले ऋण लगेपछि 2 दिनमा फर्काइदिन्छु भनेपछि त्यो मान्छेले 2 दिनमै दिनुपर्छ कि फोन गर्नुपर्छ, यस्तो यस्तो भयो, प्रब्लम भयो, मैले दिन सकिनँ भनेर भन्नुपर्छ। अनि नभनिकन अब पैसा लिन आउँदाखेरि सिधै छैन भनिदिन्छ। यस्तो भएपछि कसले विश्वास गरेर दिन्छ भन्नु त पैसा? हो कि होइन? त्यही भएर जसले ऋण लग्यो भने पनि 2 दिनमा तिर्छु भनेपछि 2 दिनमा लगाएर तिर्नुपर्छ, अथवा फोन गर्नुपर्छ, अथवा भन्नुपर्छ यस्तो यस्तो प्रब्लम भयो, आज छैन भोलि दिन्छु भनेर भन्नुपर्छ। हो कि होइन भन्नुहोस् त? अबदेखि दिनु ल पिसी। जुन दिन लगेको त्यो दिन दिनु सक्नु भएन भने फोन गर्नु ल। जहिले हुन्छ तैँले म दिन्छु। बुझाउन नसक्ने भयो साथीहरू मात्रै।